लगाइदियो हामी फुलबारीको पुलमा हाम्रो साथी चल्दै हामी अब सिधै छैन महिनाको हेरपाक हेर्ने जाऊँ सुरुमा छैन महिना त्यसपछि कहाँ गइन्छ त्यो थाहा छैन म्यानुअल हान्ने जाने फेरि हिँड्ने पनि अलि भयो नि पनि म्यानुअल है त आउन पऱ्यो नि म त ओह्रालो भेटेपछि बल्ल हो कि ल ओइली दियो ओइली दियो ल गाइजहरू अब चाहिँ म छैन महिना पुग्दाखेरि ट्याक्कहरूसँग भेट हुन्छ है त ल गाइज हामी छैन महिना पुग्दिन लाग्यो हेर पार्क ऊ त्यही डाँडा होला जस्तो लाग्यो नि ऊ त्यो अगाडिको डाँडा उनीहरू त यही बाटो हो अस्ति नै आएको झुक्कियो होइन गाइजहरू लोकेसन हेरी जाने अब आउन त मैले निकाल्नु आउँछ त क्याप गर्दैछ हान्ने अलिअलि ल उहिले हानिदेऊ त त्यो भित्रको उसो होला कि स्प्रिङ स्प्रिङ हो स्प्रिङ सरेर हप कागजमा सुनौ है हप कागजमा सुनौ किन डराउने र ओ घर जा यस्तोले आउँछ न कुकुरहरू हप कागज सुन्ने बित्तिकै गाइडहरू हामीलाई गाह्रो छ साइक्लिङ गर्नेहरूलाई हुकिने साथी भन्दै त मन्दिर रहेछ एउटा होइली हानौँ सिट टाइट माथि हो त्यो सकिन्न अलि उकालोमा अहिले गइन्छ के हान्नै पर्यो सिट टाइट धेरै माथि आयो क्या उब्बर अझै हान्ने हो कि अहिले उकालोमा फेरि गाह्रो हुन्छ लगाए यति हो न हामी यतै हो यो बाटो छैन महिनाको हेलपाक जाने मैले अलिअलि चिनेको होइन बाटो मैले फिक्स छैन मैले अस्ति नै यस्तै बाटो र छिरेको भित्रभित्र बाटो होइन तातुर खाइँदैछ यहीँ झरल नि यहीँबाट हो यहाँ त केही छैन अगाडि अलि तिर्खा तल खाएको अरे कहाँ राख्ने अब सिधै तलै हो अगाडितिर त कहाँ हो होला ल साइकल लिएर आउँदा ऊ त्यहाँ थियौँ एउटा बस्ने ठाउँ त्यहाँ छके पानी खाने ठाउँ ल गाइज हामी छैन महिनाको हिल पार्क आयौँ होइन यहाँ चाहिँ यस्तो जिम गर्ने रहेछ तपाईँलाई जिम गरेर बडी बनाउनु हो भने आउनुहोस् बडी बनाउनुहोस् फ्रीमा हो सरकारी जिम बाटो यस्तो रहेछ होइन हेर्दै जाम कस्तो रहेछ बस्ने ठाउँ रहेछ यहाँभित्र फेरि हामी पानी खोज्दै हिँडेको होइन पानी कतै पाइएला जस्तो छैन त्यही पनि हेरौँ त्यसलाई तिर्खा लाग्यो गरे
बरु बाँदर चाहिँ भेटियो गाइस बाँदरहरू त बाँदरहरू नै गाइस कतिवटा एउटा दुईवटा यता तिनवटा चारवटा पाँचवटा छवटा बाँदरहरू मात्र छन् यहाँ यहाँ तप चुहिएको रहेछ बरु पानी लेउ हुन्छ क्या त्यहाँ ल गाइस बाँदरहरू छोप छ बाँदरलाई योभन्दा माथि गई छैन खत्रङ छ बाटो छैन पानी खाने ठाउँ यहाँ त गाइस पानी खाने ठाउँ छैन त होइन यहाँ एउटा पानी खाने ठाउँ चाहिँ राखिदिन पर्यो ल सैना मैना हेल्थ पार्कमा चाहिँ राख्नु पर्यो एउटा हामी जस्तोले के कहाँ गएर खाइदिएर पानी ल अब गाइस हामी अब सिडी झराल्ने सेक्सनमा ट्याक्क भेट हुन्छ मै त गाइस हामी चाहिँ अब सिडीको सेक्सन झराल देखाऊँ यो अनि यो सिडी चाहिँ यस्तो छ चेक गर्न सक्नुहुन्छ हरिप छ सिडी चाहिँ डिप लङ छ क्या सिडी अनि यहाँबाट चाहिँ भ्यू पनि राम्रो छ तर कुहिरोला केही देखिन्न भ्यू हेर्नुहोस् अब गियर मिलाऊ सिट मिलाऊ सिट सानै राख ल चल ल फर्स्ट टाइम हो तिम्रो मेरो सेकेन्ड टाइम हो राम्रोसँग हान ल हान्यो के गयो ल गाइस मैले हानिदिएँ है त यहाँको सिडी ल चल्यो अब गाइस अलिअलि क्यामेरा हल्लिन्छ त्यसको लागि राम्रोसँग मिलाएर हेरिदिनु होला यस्तै हो अब यहाँ ड्याङ हेरेर किन जान्छ हो गाइस यस्तै हामी चाहिँ हानिन्छ यस्तो सिडीहरू ट्याक हानिदिनु पर्दाखेरि तिमीले हान्न सकेनन् होइन मान्छेहरू आउँदै हुनुहुन्छ यहाँ अब के ज्ञान दिनुहुन्छ सुन्दै जान्छ हामी यस्तै झरा लिन्छ गाइस तिमी कहाँ खान् त्यो छैन यस्तै झरा लिन्छ होइन ल गाइस यस्तरी ल तिनी पनि आउँदै खान् ल आयो आउँदै खान् ल झराल्यो चिल्लो छ एउटा लामो एउटा सानो हो एउटा लामो छोटो हो क्या सिडी कस्तो लाग्यो लगाइज हामी अब झर्छौँ तल ल तल त यहीँबाट झर्ने अब झर्ने त होला यही बाटो र सिटाइड माथि राखौँ अब ड्रपर हुन पर्ने हो क्या गाइज अब सुस्ता युट्युबबाट इन्कम आउनु पऱ्यो क्या ड्रपर हाल्नु पऱ्यो ल आयो ल गाइस यहाँ आएर चाहिँ अलिक स्पिडमा झर्छ यस्तो खालको बाटो उठालो बाख्रा खाए हेरेर यस्तै झर्छ हरेक छ यहाँ झर्ने बेला हो गाइजहरू सजिलो माथि चढ्ने बेला हज गाह्रो छ गाइजहरू आयो ल रोलिङ ओ ल रोलिङ ल
भइहाल्छ हक्का आवाज सुनाउनु हुन्न ठिक छ न ठाउँ अलि उकालो भयो चढाउन सकिन्न झराले मिला राम्रो छ सिडी अलि मजाको भएन के सिडी अलि उ रहेछ के लामो लामो छोटो छोटो छैन खर्र गर्नु मजा आउँछ हैन खर्र झर्ने भए मजा आउँथ्यो त्यो एउटा लामो एउटा छोटो भएर गाह्रो भयो क्या झराले मिला लगाइजाउँ म हजुरलाई ट्याक्कै बुटल पुगेपछि आउँछ है त बल्ल अन्त गाइज ट्याक्क भिडियो गराउँछु भन्दाखेरि यसले भोलि हानेसम्म भिडियो गराउँछु भनेको त ट्याक्क क्यामेरा अनै गर्नु बिर्सेछु के ल हानिदेऊ त फेरि दोस्त मिठो भोलि ल सिक्दै खानिले नि भोलि सुस्त सुस्त बसेर रियाक्सन हाल्यो बनी हान्नु न त्यहाँ बनी भयो यस्तो खालको फेरि यहाँ हप्का आवाज सुन्नुहुन्न केरा कुकुरहरू पछि लागिहाल्छन् ल गाइजहरू हामी फुलबारी आउन लाग्थ्यौँ अब यिनको घरको बाटोबाट हामी जान्छौँ यो किनभने यो बाटो अलि उकालो उकालो पर्छ अनि हामी बिहानदेखि चलाइरहेको खुट्टा गाँड भइसक्यो भाँचिसक्यो खुट्टा भन्ने नि भयो हरि खुट्टा दुख्यो गाइजहरू आज घर गएर मजाको नि जान्छ हावा कम भयो तिम्रो हरि पनि कम भयो त्यही बनी हानेर क्या मेरो पनि गयो क्या हावा त हावा जान्छ अगाडिकोमा खाऊँ पछाडिकोमा होइन क्या अलि सियासमै हाल त्यही सियासमा किनेको तिमीले त्यही गरेर चाहिँ यहाँलाई फ्रीमा हालिदिन्छ लगाएर म ट्याक्क सिएस साइकल सेन्टरमा गएर भेट हुन्छ